हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ हाम्रो आमा आज चाहिँ आमा पर्खिनु भएको। अन्त यस्तो दुःख लागिरहेको छ नि। अब नगए पनि हुँदैन, किनभने अब गरम सुरु भयो, आमालाई पुरा पोल्छ। योपालि त कमसेकम है अप्रिलसम्म बस्नुभयो, नभए चाहिँ मार्चतिरबाटै गरम भयो भन्नुहुन्छ नि त। अन्त अब जानुहुन्थ्यो, तर एटलिस्ट योपालि त बस्नुभयो यति भए पनि है। यति साह्रो दुःख लागेको त होइन कि, तर पनि अब डिसेम्बर आमा 5 तारिक आउनु भएको। जनवरी 5, फेब्रुअरी 5, मार्च 5, अप्रिल 5 गर्दाखेरि त झन्डै 3-4 महिना जस्तो बस्नुभयो है। त्यसमा घुमघाम गर्दाखेरि 1-1.5 महिना नेपालतिर घुम्नुभयो, अरू त अब यतै बस्नुभयो। अन्त यति साह्रो अब माया लाग्यो। अब आज बुनुको स्कुल जानु छ है, तर मलाई चाहिँ केही गर्नु मन परेको छैन। 8 बजी हिँड्नुपर्छ म है, 9 बजीको मिटिङ बेन्डुबे। अन्त अब केही गर्नु मन लागेको छैन। अब अर्को साल छिट्टै आओस्, अनि आमालाई अब नोभेम्बर डिसेम्बरमा यहाँ ल्याउनु पाऊँ है। अब हामीले अरू त के गर्नु सक्ने र होइन। सालैभरि सँगै आमासँगै गएर बस्नु पनि सकिँदैन, तर कमसेकम विन्टरभरि आमा यहाँ आएर बस्नुभयो भने हामीलाई पनि खुसी लाग्छ। आजदेखि नै मेरो छोरीको स्कुल पनि लाग्यो है, अनि एक्लै छु। झन् बेसी याद आयो क्या त।